मेरो बच्चा 1-2 महिना भइसक्यो तर यस्तो भइराछ यसको लागि पछाडी के समस्या हुन्छ कि नै यो बच्चाको यो नाइटोबाट एउटा मासुको डल्लो जस्तो निक्लिया छ यो हरायो हेर्नुस् है यसरी हराउँछ त्यो बेला बेलामा हराउने अनि पुचुर पुटुर आवाज आउने त्यस्तै गर्छ है एकदम कन्ने बेला तन्किदा यो एकदम गुबा जस्तै फुल्लिन्छ हैन र बेला बेलामा हराउने गर्छ यो अम्बिलिकल हर्निया हो धेरै आमाहरुलाई चिन्ता हुन्छ अम्बिलिकल हर्निया कारणले गर्दा मेरो बच्चालाई पछि गएर केही नराम्रो असर हुन्छ कि भनेर एउटा डर हुन्छ यसले बच्चाको स्वास्थ्यमा केही पनि नराम्रो असर गर्दैन कति आमाहरुले यसको टेप लगाएर पनि ल्याउनु भएको हुन्छ त्यस्तो टेप चाहिँ केही लाउनु पर्दैन यो बच्चाको उमेर 2 वर्ष हुँदा बिस्तारै हराउँदै गएर बच्चा 4 देखि 5 वर्षको उमेरमा यो आफै हराएर जान्छ है र कहिलेकाहीँ हाइपोथाइरोइडिजमको कारणले पनि यो पेटको मांसपेशी कमजोर हुँदा पनि यस्तो निक्लिने हुन्छ हामीले यो बच्चाको थाइरोइडको चेक पनि गरायौं थाइरोइडको चेक गर्दा थाइरोइड ठीक छ त्यही भएर चिन्ता गर्नु पर्दैन मैले उता रोल्पामा पनि देखाएको सर तर अपरेसन गर्न पर्छ यो हर्निया भएको झन्झन बढ्दै जान्छ भन्ने कुरा गर्नुभएको थियो उहाँहरूले भने पनि एक किसिमले ठीक हो यदि कहिलेकाहीँ यसमा आन्द्राहरू आएर अड्क्यो एकदम टमाटर जस्तो रातो भयो यहाँ डल्लो निक्लिरह्यो र बच्चालाई तार तार बान्ता भयो भने त्यस्तो अवस्थामा तुरुन्तै अस्पताल ल्याउनु पर्ने हुन्छ नत्र बच्चा खेलिरहेछ खाइरहेछ यस्तै अलिअलि अमेटिने आवाज आउँछ भने अम्बिलिकल हर्नियाको लागि चिन्ता गर्नु पर्दैन 2 वर्षसम्म हामीले यसलाई हेर्छौं यदि यो बिस्तारै हराउँदै गछ भने यसलाई अपरेसन गर्नु पर्दैन यो आफै ठीक भएर जान्छ